नमस्ते गाइज। अहिले चाहिँ हामी यो पाल्पामा रहेको रानी महलमा चाहिँ आएको छ है। फोटो खिच्न मनाइ छ भनेको छ, तर अब भने पनि म खिचिदिन्छु। यस्तो छ हेर्नु त, पुरानो अब राजाहरूको पालाको सामानहरू राखेको रहेछ। यता मूर्तिहरू छ, यता पनि अब पुरानो के हो यो बत्ती, भगवानलाई पूजा गर्ने खाले सामान यता छ। यो चाहिँ कोठा हो है, सामानहरू छ यता। यो कक्षको नाम चाहिँ के रहेछ त भनेपछि यता बैठक कक्ष, राजाहरूको बैठक बस्ने रहेछ यता। योभन्दा माथि लेट्स सी, ओ यता माथि जान त नमिल्दो रहेछ, बन्द कहाँ छ यहाँ आउनु न। अँध्यारो छ, मलाई डर लाग्यो माथि जान। राजा साहब यतै बस्यो भने तनाव हुन्छ नि फेरि। श्री 3 हुन त म पनि राणा नै हो, तर ठिक छ। अँध्यारो छ यता, के छ त खै हेरौँ न। डर लाग्यो माइ लर्ड। ए पुरानो सामानहरू, यो पुरानो घरको चाहिँ यो चाहिँ सामानहरू राखेको रहेछ यता। पुरानो सामानहरू चाहिँ छ यता। जान्छौँ तल, टाइम छैन हामीसँग फेरि। अहिले नयाँ चेन्ज गरेको छ। यो हेर्न सक्नुहुन्छ भित्रको डिजाइन। अब रोयल भनेको त रोयलै हुँदो रहेछ नि फेरि है। अब यो ब्याक साइडपट्टि यस्तो छ। कौँसी यहाँ आउनु, यहाँ पनि बबाल रहेछ त। अनि यता नदी, सललल बुढी गण्डकी त होइन, गण्डकी काली। वाउ, सेक्सी भ्यू। हामी यस्तो हेरौँ न, ऊ यहाँनिर गएर फोटो खिचौँ न एउटा। उता नदी पनि देखिन्छ तल। आउनु जाऊँ न तलपट्टि, एक्सप्लोर गर्नुपर्ने छ कि यसलाई पुरै। ल अझै केही देखाउँछ है म तपाईँहरूलाई, अझै छ यता धेरै। यो चाहिँ सेकेन्ड फ्लोर, भर्खर अहिले हामीले भिजिट गऱ्यौँ। यहाँदेखिको भ्यू पनि हेरौँ न कस्तो देखिन्छ है त। बाल्कनीदेखि देखिने भ्यू। वाउ गाइज, लुक एट द भ्यू। बब्बा यो सिमेन्ट नरहेछ नि, के सुर्खी हो क्या सायद? सुर्खी नै हुनुपर्छ यो पहिला। सुर्खीबाट बनेको। तर सेतो चाहिँ राम्रो देखिँदो रहेछ नि होइन, सेतो घरहरू हेर। लेट्स गो। अब रानीको कोठामा जाऊँ है त हामी। रानीको कोठामा के रहेछ हेरौँ। रानी कक्ष त्यसो, रानीको कक्ष छन चाहिँ केही नै रहन्छ। अब त्यही मूर्ति रहेछ, अशोक बनाउने मान्छेको नाम लेखा हो है क्या हो। अब हाम्रो रानी, यिनी रानीको यादमा यिनी श्री 3 राणाले चाहिँ बनाएको महल हो यो। ल बाहिर देखाउँछु म फेरि। बाहिर होइन, त्यो आजभोलि नयाँ बनाएको हुनुपर्छ। कहाँ पङ्खा, उहिले पङ्खा थिएन। ल अब बाहिरीको भ्यू हेरौँ है त। बाहरी को व्यू कुछ इस तरह है, बाहर का व्यू कुछ इस तरह। त्यो फोटोहरु चाहिँ कहाँदेखि खिचेको त? त्यस्तो राम्रो खिचेको छ त यार ए मान्छेहरुले।
उता सायद अगाडिबाट खिच्यो भने चाहिँ आउँछ कि आउँछ उता पारिबाट खिच्यो क्या कता त फ्रन्टबाट कुछ इस तरह अगाडिदेखि यस्तो देखिन्छ यो हेर्नु ल गाइस महल रानी महल